नमस्ते साथीहरू, काठमाडौँदेखि कालिम्पोङसम्मको रमाइलो र कठिन यात्रा हेर्नु होला है। कालिम्पोङ भगवती के गर्न आउनु भयो रे? दर्शन गर्न हिउँ खेल्न आएको हो कि हिउँ खेल्न आएको तर हिउँ परेन हैन? घाम पर्यो। भगवतीको दर्शन गर्न आएको हामी। केबल कार पनि चढ्ने विचार थियो नि त, के भयो? हैन, हामीलाई केबल कार चढ्नु भन्दा यही राम्रो लाग्यो। केबल कार 3 घण्टा लाइन बस्नु भन्दा 1 घण्टा टाइमको पाछा इन्जोय भइरहेछ नि हैन? फुल्ली इन्जोय मस्त इन्जोय गर्ने यस्तै हो। हिजोको ह्याङ आजको ह्याकिङ मिल्यो दिन्छ थाहा छ हामी होइन खासमा हिउँ खेल्न हो कालिम्पोङ होइन, म दर्शन पनि हो हुन त, तर हिउँमा पारी मात्र देखियो क्या। केबल कार जाने भनेको केबल कारको लाइन देखेर हिँड्न बेस लाग्यो होइन, हिँडेर आएको यस्तो भयो पारा फुल मस्ती भएको छ, इन्जोय भएको छ, रमाइलो छ। अन्त घाम कति मजाले लागेछ है, घाम लागिसक्यो कालिम्पोङमा, हिउँ परेन। गाह्रो छ हो हिँड्नलाई त केबल कार हेर्नु कति छ मान्छे। गाह्रो भयो पुरीबाट ननस्टप हामी उकालो हिँड्यौँ। हजुर, अनि केबल कारको पर्खाइ गर्दा भन्दा हजुर हिँड्न नै बेस लाग्यो। हो त्यो त 3 घण्टा केबल कार लाइन कुद्नु पर्ने रहेछ, 1 घण्टामा हामी तर गाह्रो छ नि बुढो हेर्नलाई, गाह्रो भएन? ल बस छोराहरू, गाह्रो भयो नि, यो ऐतिहासिक यात्रा हो, सधैँ गर्ने होइन। ल बस, राम्रो छ राम्रो छ, बस। ठिक छ। कस्तो छ कस्तो लागिरहेछ? आराम गाह्रो भइरहेछ तिमीलाई? के फिल भइरहेछ? चक्लेट खान्छौ? सास फेर्न गाह्रो भइरहेछ। हाई अल्टिट्युड पनि छ तर कडा केटाहरू कडा बिते त बस बस बितो तिमीलाई ठिक छ नि? गाह्रो भएको छ छैन? जाऊ तिमी, के भइरहेछ जाऊ भन्नलाई। ल हो ल बस, एकछिन रेस्ट गर। तिमीलाई के भइरहेछ नि? विद्युतको मामो तिमीलाई पनि गाह्रो भएको छ? ल सुधा दिदी के भएको छ? एकदम हल्का भएको है, आनन्द आएको छ है? एकदम आनन्द। तर इन्जोय राम्रो छ कि दर्शन गर्न हो नि त। अहिले त तपाईलाई कस्तो लागिरहेछ? एकदम इन्जोय, एकदम रमाइलो। केबल कारमा बस्यो भाइ, गाह्रो त भएन? के गाह्रो हुन्छ? बिहान बिहान हिँडेको फाइदा जाडो चाहिँ भएको थियो, अहिले त्यो पनि छैन। उनीहरूलाई धन्यवाद, बिहान बिहान हिँडाएको यस्तो आनन्द भन्छ क्या। बिहान हिँड्नाले खासै गाह्रो भएको छैन, रमाइलो बस्छ। हाम्रो ग्रुप चाहिँ तलै बस्छ क्या, आइपुग्न सक्यो। बच्चाहरू चाँडै आउनु होला, हाम्रो ग्रुप चाहिँ लास्ट
तल पर्नु भयो है लाइन अलिक चाँडै बस्नु भनेर आएको हामी उहाँबाट आएको कम हो त ल यहाँदेखि आएको मलाई गाह्रो भयो जस्तो छैन है यहाँ आइपुग्नु यहाँबाट पनि अझ कति 20-30 मिनट बाँकी अझ कति 30 मिनट जति लाग्ला है यहाँबाट जान है 20 मिनट त्यहाँबाट हो नि त 15-20 मिनट यहाँबाट त 5-10 त अझै लाग्नै छ 15-20 मिनट अनि 30 मिनट लाग्छ यति हो हाम्रो अहिले त